राजीनामा दिए लगतै घन्टी घर पुगे बालेन घन्टी बजाउँदै रविला हाले अङ्गालो। दर्शकबिन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय कार्यालय घन्टीघर वनस्थली पुगेका छन्। उनले आज आफ्नो राजीनामा पेश गरी राजनीतिक नयाँ यात्राको सुरुवात गरेका हुन्। बालेनसँगै जेन्जी आन्दोलनका अगुवा सुदन गुरुङ पनि घन्टीघर पुगेका छन्। गुरुङले पनि आज औपचारिक रूपमा रासपा प्रवेश गर्ने बताएका छन्। पार्टी प्रवेशको तयारीसँगै रासपा केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको थियो। स्वागत समारोहमा पार्टीका वरिष्ठ नेताहरू र कार्यकर्ताहरू उपस्थित थिए, जसले बालेन र गुरुङको प्रवेशलाई उत्साहपूर्वक स्वागत गरेका थिए। बालेनलाई स्वागत गर्न रासपा कार्यकर्ताहरूले लामो प्रतीक्षा गर्नु परेको थियो। 1 बजे आउने पूर्व निर्धारित कार्यक्रम भए पनि बालेन पौने 4 बजे मात्रै आइपुगे। बालेन आउने भनेपछि 12 बजेदेखि नै कार्यालय बाहिर भिड जम्मा भएको थियो। बालेन आउँदा रासपा कार्यकर्ताले नाराबाजी र हुटिङ गरेका थिए। भिड छिचोलेर कार्यालय भित्र पस्न उनलाई धौधौ परेको थियो। पार्टी कार्यालयको परिसरमा रहेको घन्टी बजाउँदै बालेनले पार्टी सभापति रवि लामिछानेलाई अङ्गालो हालेका छन्। स्रोतका अनुसार बालेनले रासपाको आजै हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने जानकारी प्राप्त भए पनि उनी छोटो समयमा नै घन्टी घरबाट फर्किएका हुन्। रासपाको वरिष्ठ नेताको पदभार ग्रहण पश्चात बालेन रासपा कार्यालयबाट निस्किएका हुन्। आज बालेन र पार्टी सभापति लामिछाने सहितका नेताहरू जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय छ। जनकपुरमा आयोजित सभामा बालेनले निर्वाचन पूर्व पार्टीको रणनीतिक जनसम्पर्क र युवा नेतृत्वको भूमिका बारे सम्बोधन गर्नेछन्। बालेनको राजीनामा र रासपा प्रवेशलाई पार्टीको युवा नेतृत्व सशक्त पार्ने, आगामी निर्वाचनमा प्रभाव विस्तार गर्ने र पार्टी संगठनलाई मजबुत बनाउने रणनीतिक कदमको रूपमा मूल्याङ्कन गरेका छन्। बालेनको निर्णयले पार्टीभित्र स्थिरता कायम गर्दै आम मतदातासँगको जनसम्पर्क र विश्वास कायम राख्ने दिशामा कदम बढाएको बताइएको छ।